चुरोटले क्यान्सर हुन्छ क्या? म तोप खाएर बसिरहेको छु। म को थाहा छ? को हो? म गोरेटन हो। गन छ मसँग रन्डीको बान। ब्रो तोप नखाऊ कि क्यान्सर हुन्छ यार। माछिनी तैँले मलाई सिकाउनु पर्छ। ब्रो जिस्क्याओ कि जिस्क्याओ। तैँले लिल बुदालाई जिस्का होइन माछिने। अब मर्छस् अब के गर्छस्? ब्रो यार प्र्याङ्क हो कि जिस्केको हो। लाइटर पो हो। ल हेड कि टेल? थोरको फ्यान हो म। मतलब टेल। सुरुमै सोद्धा किन नभनेको त? मार्बलको फिल्म हेर्ने भएको भए बुझ्थिस्। के थोर डोन्ट गो फर दी इट। साला फिल्मको कुरा गर्छस्? आज चाहिँ तँ समात क्यामेरा समात्नै नै आउँदैन यार दिदीलाई यार। गाइज आज चाहिँ हामी बच्चा चोर प्र्याङ्क गर्न जाँदैछौँ है। ठ्याक्कै दिनमा चाहिँ चोर रहेछ साला। ल वही यहाँबाट खिच्दै गरे उति झाडीमा गएर बस्छ जा। कहाँ गएर बस्नु? ए दिदी जिस्क्या हो कि जिस्क्या हो? दिदी प्र्याङ्क हो कि प्र्याङ्क? डोन्ट प्र्याङ्क विथ मदर्स। ए तेरिका। बाबा सरले बोला छ आउनु न आज स्कुलमा। मलाई चिन्यो भने फेरि मसँग फी माग्न थाल्छ क्या त्यसले। अर्कै भाउ खोजम कि क्या हो म? बाबु यहाँको त एउटा चाइनिज मान्छेलाई देखेको थियौ। नै आन्टी अगाडि गयो होला सायद त्यो मान्छे। ल दाइ तपाईँले एलिस राई होइन? एलिस राईलाई सब्स्क्राइब गर्नुहोस् भन। स्टेप रकलाई सब्सक्राइब गर्नुहोस्। के बोले के बोले? दाइ बरु आज मेरो सरलाई प्र्याङ्क गरौँ न। आज फेरि बोला छ क्या मलाई। त्यस्तो क्वेसन गर्नु हुँदैन क्या। प्लिज दाइ तपाईँको प्र्याङ्क पनि बन्छ। बाउ भनिदिनु आज एक दिनको लागि प्लिज। बाउ आमा भन्ने चिज चाहिँ छैन। बाउ काममा गर्छन् आमा चाहिँ माइत। 100 रुपियाँ लाग्छ। Are you guys ready? हजुर तपाईँ नै हो नि साँच्ची यसको बाउ? म नयाँ मान्छे हो। नाम मेरो के हो? के हो तपाईँको नाम? नाम के हो रे मेरो? त्यही त सोध्दैछु नि म नि। म गोरेटन हो। असली नाम भन्नु न। सर असली नाम त छैन मेरो बाबाको। साले असली होइन के असली नाम? नामबाट जाउँ ल। नाम हजुर? मेरो नाम मुकेश घिमिरे। अनि तपाईँको? एलिस राई हो मेरो बाबाको नाम। एलिस राईलाई सब्स्क्राइब गर्नुहोस् भन। के रे त फेरि याद भएन? तेरो बाउ कसरी राई भयो? ए मेरो मम्मीको नयाँ बुढा हो के उहाँ है? दाइ प्र्याङ्क हो कि प्र्याङ्क? ओए बाबा खोइ तेरो? फोन चार्जमा हालेर हक्न गछन्। फोन चार्जमा हालेर कसरी हगिरहेछन् तेरो बाउले? चार्जमा हालेर के सर? ए ल त्यसको त्यो चाकमा मैले यत्रो बाँस घुसारिदिन्छु मुखबाट निकाल्छु भने त्यसलाई होइन सर एक्लै आएको आज यो यहाँ ढाटेको यसले। इट्स अ प्र्याङ्क इट्स अ स्ल्याप। हात हाल्नुपर्छ नि। यसको बाउले हात खुट्टा भाँचेर राखिदिने भन्नुभएको छ मलाई। आज मम्मी आउनुहुन्छ मेरो एकैछिनमा। बच्चाहरूलाई बढी भारी किताबको भारी बोकाएर चाहिँ स्कुल पढाउने चाहिँ टिचरहरू तपाईँहरू रे भनेर चाहिँ सोचेको छु। सुन्नमा आयो क्या। हो हामी नै हो। जब किताबको बोझ उठाउन नसक्नेले भोलिपर्सि जिन्दगीको बोझ कसरी उठाउन सक्छ? हाम्रो त्यति चिन्ता लाउने भएको भए स्कुलले त्यति धेरै फी लिन्थेन। 5000 दिनु पर्दैन। स्टुडेन्ट फिर्ता हुन्छ तर फी त फिर्ता हुँदैन। स्टुडेन्ट बिना तलब कसरी खानुहुन्छ? हि चाहिँ इन्टेलिजेन्ट अनि यो ओइ ल भन् त ल गाईको कतिवटा खुट्टा हुन्छ ल भन् त? 5वटा। सुन्नु भयो नि होइन? त्यसको पछाडिपट्टिको पुच्छर चाहिँ के मैले गर्ने? पुच्छर पनि गर्ने त गोरुको 6वटा हुन्छ त्यसो भए खुट्टा। कसरी? गोरुको अगाडिको चाहिँ गर्नु परेन पुच्छर? अनुहार चाहिँ ठ्याक्कै गाईको अनुहार परे गोरु जस्तो रहेछ। माइन्ड योर ल्याङ्ग्वेज। लाङ्गो है? आई एम सेइङ द राइट वर्ड सन अफ अ डङ्की। छाडा नबोल्ने फेरि। इङ्ग्लिस बोलिरहेको छु म। मिलेन तपाईको इङ्ग्लिसको यी पनि मिलेन ल। यु कनो द्याट आई कनो द्याट यु आर नो द्याट आई नो माई ड्याड यु सन अफ अ ऱ्याट। बुझ्यो तिमीले इङ्ग्लिस बोले? बुझ्यो तपाईँलाई मुसाको छोरा रे। कपालले यो जोरोलाई भुताल्नु यसलाई नि भुताल्नु। क्लासमा थोर र लोकी भन्दै बस्छ साला। भुताल्ने यसलाई? यहाँ हेर्नु स्कुल पिकनिकमा यस्तो खालको टी सर्ट लाएर आएको थियो यिनीहरूले। ए भाइ अम्बरले त होइन होइन छोडिदिनु ह्याम्बरले नहान्नु। राम्रो लाग्यो कि त्यो टी सर्ट त्यही भएर लगाएको। कामै छैन कि मेहनतै गर्दैन कि यिनीहरूले। फ्रेज नै बेस्ट अफ लक छ त अनि कसलाई गर्न मन लाग्छ र मेहनत? ए हो त टिचरको तरिका। टिचरको के दोष छ र यसमा? आफ्नो छोरालाई सम्हाल्नु न बरु। हो त नि ट्यालेन्टलाई चाहिँ नहेर्ने खालि कमजोरलाई मात्र हेर्नुहुन्छ अनि। ल देखा न त ट्यालेन्ट। ल सपना देख छिटो भन्नु त ल। सपना देख सकमा डिक। साले यही हो तेरो ट्यालेन्ट। अनि हाँसेर नटाल्नुहोस् के एउटा जवाफ दिनुहोस् के तपाईँ? अघि आफू नै हाँसिरहेको थियो। ल अब अर्को ला। जोकको नाममा एउटा कुनो हिरोइनलाई एकचोटि के भन्दै थियो तपाईँको छोराले? सर साम्राज्ञ हो क्या त्यो के होइन? हो पिट्नु। के बोले? केटी लेस्बियन हुन्छ भने थाहा छैन तँलाई? केटी लेस्बियन मात्र होइन धोकेबाज पनि हुँदो रहेछ। नामको त कति बेइज्जत गर्छ। अस्ति अस्ट्रेलियाको क्याप्टेनको बेइज्जत गर्दै थियो। सर ठिकै त भने थिए त्यो त। ल भन त प्याट कमिन्स कसरी जन्मेको रे? बिकज हिज फादर कमिन्स। सुन्नु भयो नि होइन?
छाडा मल्ल मलाउँछ सोध्नु त एक दुईटा प्रश्नहरू केही आउने यिनीहरूलाई बढी बोल्न बाहेक कम्प्युटर कसले बनायो चार्ल्स बेबेजले अनि चार्ल्स ब्याबेजलाई चाहिँ कसले बनायो भगवानले बाउ आमा भन्ने चिज चाहिँ छैन अनि बाबुआमा भगवान त हो नि तपाईँलाई एउटा म क्वेसन सोधेँ है त सोध्नु तपाईँहरूले ए फर के भनेर पढाउनु भएको एप्पल छ एप्पल होइन ए फर अनमोल केसी अनि बी फर चाहिँ के भुवन केसी बी फर भस्मेडन सी फर के होला त चुतिया सिलु दिदी फेरिमा झ्याक्ने सी फर त त्यो होला डी फर चाहिँ के त म्याम थाहा छैन मलाई डी फर चाहिँ दयाङ राई मेरै दिमाग ग्याङ भइसक्यो है अब चाहिँ अब एफ फर चाहिँ के भनेर सोध्नु नहोला है तपाईँहरूले फेरि म एफ फर भन्छु नि फेरि फक यु तपाईँ जानु अब मेरो पिरियड सुरु हुन लागिसक्यो जाम छिटो पिरियड कता खालको पिरियड यी यस्तो खालको सर प्र्याङ्क हो कि सर नरिसाउनु न ओइ निस्कि त यहाँबाट ब्रेक उयो आज हाम्रो क्यामेरा ए प्र्याङ्क पो हो पहिले भन्नुपर्छ नि यार कहाँ लुकाएको त नि क्यामेरा धरि यार त मेरो मम्मी नै आउनु भयो हे भगवान हजुर सर